यही सुत्यो त केही नि हुन्न मनकामना रक्षा गरिहाल्छ हामीलाई है यही आइरहेछ जाऊ जाऊ हुन्छ जाऊ जाऊ भन्छ माटो भिडियो गर्नुपर्छ बिर्सिहालेछ केही नि हुन्न है ओहो कागती लाग्छ कि चल्नु केही नि हुन्न केही नि हुन्न चल्नु कि हुन्न डराउनु हुन्न म त सानोसानो हेर्छु केही नि हुन्न प्लेनमा पनि यस्तै होला चल्नु चल्नु हुन्न तर यो बेसी लामो रहेछ धेरै टाइम लाग्ने लामो चन्द्रगिरी भन्दा यहाँ के नि हुने के कति लाग्छन् पिङ खेले जस्तो हुन्छन् माथि जाए तल आएको म त झन् पिङ कहिले खेल्दिनँ म त खेलेको छु म त ठुलो पिङ नै खेलेको छु केही जस्तो लाग्दैन सानसानो कति राम्रो हुन्छ नि केही नि हुन्न कहाँतिर मात्रै केटेको हुन्छ त्यसो केही नि हुन्न नि के गरेर चाहिँ पेखा गन्डी पनि हुन्छ फलमा फल खोइ गन्डीको हुन्छ फलमा छ त आहा खोइ पछाडिको त हो म त पछाडि हेर्दिनँ यी अगाडि यी पछाडि हेर्छु म त अगाडि हेर्छु के पछाडि हेर्नु भने डराएर चाहिँ केही नदेख्ने रहेछ अब ऐनाभित्र तर बिस्सरी लामो यो टिबु काटेर चाहिँ साह्रै लामा दुईले डाँडा काटेर पनि के बल्ल मन्दिर पुग्दो रहेछ यो तार फासो त्यो चल्नु टिबु काटेर त टिबु काटेर चढेको त दुईचोटि भयो हुन त तर यस्तो थिएन है यो ट्रेली बसमा पनि यस्तै ट्रेली बस चढ्यो यो चाहिँ तार चाहिँ तारै त्यो कालीकोमा उसमा उता के चितवन चन्द्रगिरी हो नि के कसरी आकाश हामी गएको टिब्लो गर्नु चढेको अस्ति कौलीको मन्दिर कस्तो भन्छ त्यो चितवनबाट रहेछ नि टिबुल काठमा चढ्ने कि त्यो चन्द्रगिरी छोटो होइन त्यो होइन छोटो कालीको एउटा एकजना मात्रै आयो आनन्द एकजना तर भिड आज सोमबार भएर धेरै भिड भएको के तर बिहा उभियो नि आन्टी हामी त बेसी उभियो अगाडि मान्छे छिर्दै मान्छेले पछि त थाहा पाएछ त्यसपछि थाहा पाएछन् अनि सबै पछाडि पठायो हामीलाई अगाडि गयो लाइनमै बस्यो लाइन बसेको कति बजे आइपुग्यो कति घडी हेरेन है कति बजी 11 बजे आइपुग्यो हामी 12 बजी भन्दा अगाडि नै हो हामी 11 बजीतिर लाग्यो 11 नै बजीतिर हो अरे आकाशे प्लेनमा जस्तै हुने रहेछ यार कच्याकै हुँदो रहेछ कता हो त प्लेनमा त त्यो यहाँमा यस्तो त कति कच्याकै हुन्छ उधर नपुगेसम्म माथि जाँदाखेरि चाहिँ डर लाग्दैन मात्र हो तल तल जाँदाखेरि जहाँ लठा छ त्यही त तल जहाँ लठा छ त्यहाँ आवाज आउने खै कच्याकै भएर कालै कस्तो बेसी हो त्यही ज्यान त खिरिङ भयो कस्तो भएको चल्नु हुँदैन तर हामीले माथि तल काठमाडौँ हिँड्दा यही देख्दो रहेछ यही रहेछ सेतो देख्दो यही रहेछ कि तर बेसरी लामो रहेछ क्या यो त त्यत्रो पैसा तिर्ने तर खेर त गएन है त्यत्रो पैसा है पैसा भयो नि त त्यत्रो पैसा भयो नि तर टाढा रहेछन् खेर त गएन ठिकै हो उयो डाँडा मात्र हल सोधेको मैले त दुईटै डाँडा काट्नु पर्दो रहेछ नि आयो फेरि पुल फेरि खोटेकै हुन्छ नि बानी भइसक्यो के गरौँ होइन म त डोला म दुईचोटि चढेको छु नि तर त्यसमा त अस्ति हामी चितवन जाँदा यस्तो त भएन कट्याकुटुक त भएन सरर भएको यति धेरै आउँछ होइन सरर ट्याक्सीमा हिँडे जस्तो भएको त्यसमा त टाढा
हामी डाँडामा रहेछ कहाँ रे गएको यो त खाली चन्द्रगिरी चन्द्रगिरी गएको बेला चढ्यो कालीको मन्दिर कसो भन्दै थियो कि कति होला हावा चल्यो कि यसको आवाज हावा चल्यो होला हो नि खोइ यस्तो त यार धेरै ओह्रालो रहेछ त सर आयो नि यत्रो मान्छे ब्रेक लाउने चिज के हो यो है यो मान्छेले कस्तो कस्तो बनाउँछ है तर शक्ति त यही हो होला यो सबै यो त तार पो हिँडिरहेको रहेछ है खासमा तार पो घुम्दो रहेछ खासमा चाहिँ म त हेर्दिनँ पछाडि त डर लाग्छ अगाडि हेर्ने यता बसी अगाडि हेर्छु उता यता हेर्ने हो यो त ब्रेक फेल होइन भयो नि म त्यस्तो ठाउँमै बसेको पाठी मात्र तर यो लैयाले चल्ने लेन कहिले चल्दैन नि अड्किरहन्छ रेल जस्तै यो त जोइन्ट फेल भयो भने त खतरा बुझ्ने रहेछ त जाने छैन नि यसमा त्यही तारमा फिटिङ रहेछ के तारमा फिटिङ भएर तार मात्रै हिँड्दैछ यो फेरि आयो छैन अहिले तल यो जहाँ अप्ठ्यारो छ त्यहाँ मात्र हुन्छ कि बेसरी टाढा रहेछ कि यो होइन खेला यो पोलमा चाहिँ किटिक यो छुवाला भनेर छुन्छ भनेर राखेको हो कि टावर त्यो हाम्रो बिजुलीको पोल जस्तै त हो नि खाली आज यार मान्छे नभएपछि खाली नै हुन्छ त्यो चाहिँ कुन ब्रोक हो है अब राठै यता तलको बाटो हो क्या यो साल हो नि सबै साल हो यो साल हो सबै आयो साल हो सब पात खसेको सबै अहिले पलाउँदै हुँदै यो अब सालको पाट आएको छ मेरो हेर्न धेरै हो अझै छ डन्नै अच्छा है कति बेला लामो हुँदो रहेछ नि यो त बेला लामो रहेछ त्यही भएर त्यत्रो पैसा तिरेर खेर त गएन कि कति रे 80 कति हो 770 हो हामीले उज त 5 मिनट 10 मिनट कति लाग्यो हामी अस्ति त्यस्तो 800 रुपियाँ जति तिरेर गयो त्यही महँगो भयो हो त्यसरी महँगो नि छोटो भएको पैसा तिर्ने मात्रै यो यसमा चाहिँ पैसा तिर्ने खेर गएन कि टाढा रहेछ टाढा धेरै टाढा गाडीबाट नै आउने ठाउँ रहेछ त 450 केजीसम्म मिलेर छ होइन गाडीमा धेरै घुम्न पर्छ अरे नि भाइ के म लेखा रे कहाँबाट आउनु पर्छ यो 450 मोटो मोटो मान्छे 6 जना मिल्ने रहेछ च्यान्दा के भुइँमा खसे जस्तो हुन्छ कि त्यो पिङतिर खेले जस्तो के त्यो मौसमतिर आएर जो ठुलो पिङमा खेल्छ नि त्यस्तै हुँदो रहेछ यसमा त यस्तो प्लेनमा त्यो आर्मीहरूलाई खसाल्ने कस्तो हुँदा हो है प्लेनबाट अनि यहाँ त फर्स्ट चोटि आएको थाहा छैन हामी फेरि आइसक्यो थोरै रहेछ कुन कुन त यो ठुलो हो माथि त धेरै अब पुग्न लागेर पुग्ला है अब पुग्न लाग्यो अब एउटा मात्रै खोलो तरेपछि आयो अब एउटा मात्रै खम्बा छ त्यो पनि त्यो नि खतरनाक उसको के हो रेक्टिङ गरे कताबाट आउनु पर्छ एक्टिङ गरे भक्तपुर बेसरबाट बेसरबाट अब बेसरबाट अब गोर्खा जाने 1 2 3 गोर्खातिर बस्ने नजिक हो नजिकै हो बेसी सहर भन्छ नि नजिक जस्तै हो यहाँबाट गोर्खा नजिक छ अब नजिकै छ अब धेरै समय लाग्छ यही जिल्लै गोर्खा हो गाडा गोर्खा हो अहिले हामी बेसर बस्छ अनि अहिले गाडीमा मात्र 5 घण्टा बसेर आएको है कारण भक्तपुर सुरेन्द्र नगरबाट सबै कान त टुन्न भयो अब एउटा छ आइसक्यो छ अझै लास्ट त अब उता भित्रै हो यसरी फर्किनु के म फर्किने डर लाग्छ म त उपर अगाडि हेर्ने हो यो खोल्ने बित्तिकै फेरि बन्द भइहाल्छ नि फेरि होइन निस्किनु पर्छ नभए यो फेरि बन्द भइहाल्छ नि ढिलो भयो भने त उनीहरू टाइम हुन्छ फुट निस्किनु पर्छ फेरि बन्द हुन्छ नि भित्र छिर्नुपर्छ सधैँ अब चाहिँ आइपुग्यो एकजना मात्र
मान्छे छैन रहेछ अहिले अब त अब सायद जान छैन होला अब कति मजा आयो यार रेडी अब रेडी कहाँ यो एक ठाउँले हो कि दुई ठाउँले आउने हो एक ठाउँले होला पखाने खोल्छ पखाइ यही नै होइन है हेरिरहने